सम्पूर्णमा नमस्कार। म सन्तोष महरा। आज फेरि पनि वेलकम छ तपाईहरुलाई बेसिक टु एडभान्स सिरिजको एपिसोड 3 मा। आज हामी बेसिक टु एडभान्स सिरिजको एपिसोड 3 मा पुगेका छौं र आज हामी सिक्ने छौं एमएस पोइन्ट भनेको के हो र यसको प्रयोग कसरी गर्ने। एमएस पोइन्ट भनेको एक सरल ड्राइङ सफ्टवेयर हो जुन विन्डोजमा हुन्छ। यसको प्रयोग गरेर हामी ड्राइङ बनाउन सक्छौं, फोटो एडिट गर्न सक्छौं र डिजाइन गर्न सक्छौं। अब एमएस पोइन्ट मा कसरी काम गर्ने। सुरुमा हामीले स्टार बटनमा जानुपर्छ। एमएस पोइन्ट खोल्नको लागि सुरुमा हामी स्टार बटनमा जान्छौं र त्यहाँ हामी यहाँ देख्न सक्छौं र यहाँ छैन भने हजुरको अप्सनमा छैन भने यहाँ पेन्ट लेखेर सर्च गर्दाखेरि यहाँ आउँछ र यसमा डबल क्लिक गरेपछि यो ओपन हुन्छ र यहाँबाट हामी यसलाई ठुलो बनाउन सक्छौं। अब पेन्टको यो लेटेस्ट भर्जन हो, नयाँ भर्जन हो, त्यही भएर यसमा एकदमै राम्रा फिचरहरू देखा परेका अथवा हामी देख्न सक्छौं। र अब सुरुमा हामीले बुझ्नुपर्ने भनेको यसमा त्यति धेरै केही छैन। यो भनेको हाम्रो पेन्सिल हो। यसले हामी कुनै पनि अक्षरहरू लेख्न सक्छौं है त। यसरी कलम किताबमा लेखे जस्तै हामी यसलाई लेख्न सक्छौं र यसलाई डिलिट गर्नको लागि हामी यहाँ इरेजर भन्ने छ, यसरी हामी गर्न सक्छौं। र यो इरेजरको आकारलाई ठुलो बनाउनको लागि हामीले कन्ट्रोल प्लस प्लस दाब्यौं भने यो ठुलो हुन्छ, यसको आकार ठुलो हुन्छ। र यसको आकार सानो बनाउनको लागि कन्ट्रोल माइनस गरेपछि यसको आकार सानो हुन्छ। र अर्को छ हाम्रो यो छ हाम्रो फिल भनेको छ, यो कलर हाल्नलाई प्रयोग हुन्छ। र यो टेक्स्ट छ, टेक्स्ट भनेको हामी कुनै पनि चीजहरुलाई लेख्नको लागि हामी प्रयोग गर्छौं। यसरी हामी लेख्न सक्छौं र यहाँबाट हामी अक्षरलाई बोल्ड गर्न सक्छौं। र अर्को छ हाम्रो जुम। यसले हामी जुम गर्न सक्छौं, यसरी हेर्न सक्छौं र यसलाई जुम आउट पनि गर्न सकिन्छ। र अब हामी एउटा आजको लागि चाहिँ हामी एउटा आज म तपाईहरुलाई सिकाउँछु एउटा घर बनाउन। जस्तै सिम्पली हामी एउटा घर बनाउन सिक्ने छौं। आजको एउटा सानो घरको डिजाइन गरेर म तपाईहरुलाई देखाउन चाहन्छु। सुरुमा हामीले एउटा सिम्बल लिनुपर्छ र यसलाई सिधा तान्नुपर्छ, सिधा तान्दिनुपर्छ। यदि यो लाइनलाई सिधा बनाउनको लागि हामीले शिफ्ट सँग यसलाई तान्यो भनेपछि यसको लाइन एकदमै सिधा हुन्छ है त, सिधा हुन्छ। र यसैगरी हामीले एउटा घर बनाउनको लागि चाहिँ यस्ता चीजहरु अर्थात यस्ता लाइनहरु हामीले तान्नुपर्ने हुन्छ। अहिलेसम्म पनि तपाईले यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नबिर्सनु होला, किनभने हामी बेसिक टु एडभान्स लेभलसम्मको कम्प्युटरहरु सिकाइरहेका छौं र तपाई पनि यो सिकेर साथ दिनु होला। र जस्तो भिडियो लाग्छ त्यस्तै कमेन्टहरु पनि गर्न सक्नुहुन्छ। कलर हाल्नको लागि चाहिँ हामीले यो फिलमा गएर यहाँबाट कलर चुज गर्नुपर्छ। अब घरको माथिको कलर कस्तो हाल्ने भन्ने हुन्छ। यसरी हामी कलर यहाँबाट कलर छानेर यो घरको छतमा राख्न सक्छौं। र अब हामीले यसमा अरु पनि झ्याल ढोकाहरु बनाउनु छ, त्यही भएर हामी एउटा रेक्टेंगल लिन्छौं है, एउटा रेक्टेंगल लिन्छौं र यसको कलर कालो बनाइदिन्छौं, यहाँबाट ब्ल्याक कलर बनाइदिन्छौं, यस्तो ढोका बनाइदिन्छौं र यस्तै एउटा अर्को यस्तै लिएर एउटा झ्याल बनाइदिन्छौं हामी। फेरि हामी यो पट्टि पनि एउटा सानो झ्याल बनाइदिन्छौं र यसलाई यतापट्टि हामी सार्दिन सक्छौं है त। ल सार्दिन सक्छौं। अब यो घरको थोरै डिजाइनिङ गर्नुपर्छ हामीले यो झ्यालको र एउटा सिम्बल लिएर हामी यसलाई प्लस को आकार दियौं र यहाँ पनि हामी थोरै कलरिङ गर्दियौं। यस्तो कलरिङहरु हामी गर्न सक्छौं र यसको ब्ल्याक गर्न हामी सक्छौं। र
यसलाई तल गर्नको लागि यहाँबाट गर्न सकिन्छ, यसलाई सानो आकार बनाउनको लागि यहाँबाट जुमबाट गर्न सकिन्छ, यसलाई जुम गरेर हामी हेर्न पनि सक्छौँ कस्तो बनेको छ भनेर है। अब यसको ढोकाहरूको तल सिँढी पनि बनाउन सकिन्छ। अब सिँढी बनाउन त सामान्य कुरा भयो होइन। अब सिँढी यसरी रेक्टेङ्गलहरू ल्यायो र हामी अर्को रेक्टेङ्गलहरू यसरी सानो सानो बनाएर हामी राख्न सक्छौँ। र कलर हाल्नको लागि हामीले फिलबाट कलर हाल्न सक्छौँ र एउटा झ्यालमा अब कस्तो कलर हाल्ने र यस्तो हाम्रो फाइनली यस्तो घर बनिसकेको छ। र हामीले कुनै पनि चिजहरू यसमा लेख्नुपर्ने छ भने यो टेक्स्ट बक्सलाई लिएर हामीले यहाँबाट तान्नुपर्ने हुन्छ। यसलाई लिएर अब यसको आकार ठुलो बनाउनको लागि यसलाई सिलेक्ट गरेर यहाँबाट हामी 22 राखिदिन सक्छौँ र यसको साइज यसको आकारहरू चेन्ज गर्नको लागि चाहिँ हामी यो चेन्ज गर्न पनि सकिन्छ र यसको यो सेट भइहाल्छ। एकचोटि छोड्यो भने यो सेट भइहाल्छ। अब यसलाई सेभ गर्ने तरिका अब कुनै पनि डिजाइन हामीले पेन्टमा बनायौँ भने त्यसलाई कसरी सेभ गर्ने त? सुरुमा हामीले फाइलमा जाने, फाइलमा गइसकेपछि सेभ एसमा जाने र त्यसपछि हामीले केमा सेभ गर्ने त? अब पिएनजीमा सेभ गर्ने कि जेपीईजीमा गर्ने कि गिफ्टमा गर्ने कि ओथर फर्मेटमा गर्ने? अब जस्तै हामी पिएनजीमा क्लिक गर्छौँ पिएनजीमा सेभ गर्नको लागि। अब यस्तो इन्टरफेस खुलेर आउँछ। अब यहाँ डेस्कटपमा जस्तै हामी डेस्कटपमा यसलाई हामी सेभ गर्न गर्दैछौँ भने डेस्कटपमा राखेर यहाँ फाइल नेमको नाम राखेर जस्तै हामीले घर 1 राखेका छौँ र त्यसपछि हामीले सेभ गऱ्यौँ भने चाहिँ यो सेभ हुन्छ। र ब्याक गएर हामी यसलाई यहाँ देख्न सक्नुहुन्छ तपाईँ घर 1 पिएनजी भनेर आएको छ। यसमा डबल क्लिक गर्दाखेरि अलवेजमा क्लिक गर्यो र त्यसपछि चाहिँ हामी यसलाई ओपन हुन र यसलाई हामी देख्न सक्छौँ। आजको भिडियो यति नै र अर्को भिडियो हाम्रो एपिसोड 4 हेर्न नभुल्नुहोला र यसै गरी आजको भिडियो यहीँसम्म छ। कम्प्युटर बेसिक टु एडभान्स सिरिजको एपिसोड 4 लाई हेर्न नबिर्सनुहोला र योभन्दा एडभान्स हामी भिडियोहरू ल्याउनेछौँ र यतिसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनुहोला। हवस् त, धन्यवाद।